कोलेले 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 हिलो छ गाइज हिलो रोड अफ रोड एक्सपिरियन्स हामी अफ रोड हानिरहेछ यस्तो मजाको रोडमा ट्राफिकमा चलाउनु यता चाहिँ कस्तो शान्त है बौद्धतिर हो हामी गोर्खोतिर केटा हो गोर्खोतिर चौकतिर Wow, what a beautiful road guys. शान्ति मजाले राइड होइन पिसमा इभिनिङ राइड हाल्नु लाग्छ हामी चाहिँ मजा यता बहिनी र मेरो छोरालाई घुमाउन ल्याएको आफ्टर लङ टाइम सर्ट भ्लगको लागि त हजुरहरूलाई सबैलाई वेलकम एन्ड स्वागतम गर्छु स्वागतम अहिले चाहिँ हामी जहाँसम्म ट्राफिक आउँदैन त्यहाँसम्म घुमेर आउने हो गाइज यता चाहिँ म फर्स्ट टाइम आएको किनकि भ्यूहरू दामी रहेछ होइन शान्त पिस टाइपको क्या ठुकुकोहरूमा आएको त्यही भएर अझ यसो यता घुम्न जाउँ कि भनेर बहिनीलाई लिएर आएको सो मजा आइरहेको छ सो इन्जोय द ब्लग गाइज कुकुरको नि लप्पर रहेछ हो आजभोलि ए ब्रो आइपर्छ कुकुरको नि लप्पर आइपर्छ वा यो पारेको भित्ताहरू चाहिँ बवाल दिनु जङ्गलहरू बौद्धतिर भन्छ त यता बनाउन यो घर कस्तो तालिको बनेको है अन्त ये देखो पूरा आसमान की तरफ हम सो रहा हूँ गाइस सो रहा हूँ ट्रिप मार रहे हैं हम इधर ए भैंस है इधर काऊ है ना बफेलो किङ लाइक वाउ गाउँको एक्सपिरियन्स भएर गाउँमा आएको जस्तो पो महसुस भयो है तर बिल्डिङ चाहिँ थोडा ठुलो बिल्डिङहरू मात्र चेन्ज हो नत्र त सबै गाउँको स्टाइल अलमोस्ट माथितिर झन् क्या दाम यहाँको भ्यू मैले क्याप्चर गरिसकेँ अनि ट्राफिक त्यही मुखको अगाडि देखिहाल्छ ट्राफिक भनेको हामीलाई हेर्दैन ट्राफिक त मामा हो नि त मामा भनेको यो के हो यो हाइवे हो क्या यता त नजाउँ क्या घुमाउ गाइस यता सुटेबल लाग्यो यता मामाहरू आउँछ किनकि हेलमेट बिना लाग्छ कता जा भन्दै थियो त यतै हो कि यो साइड जाने हो क्या यो साइड त जाने होला अब एक राउन्ड हानेर जाने हो हामी खाइपर्छ वर्ष तिम्रो मजा आइरहेछ खुरी नगर न फेरि नगर न मौसममा पुरै मजा बिस्तारी बाइक चलाउने हो नि त यहाँतिर हेर्न घर पनि उस्तै डिजाइनको सात घर हो क्या उस्तो नबडी त ल गाइस हामी अब यता धान रोपाइहरू नि भइरहेको रहेछ मजाले हेलो रमाइलो भयो नानीहरूले हाई गरिदिइराख्यो ल धान रोपौँ है धान रोप्नलाई रेडी रहेछ यो घर के सबै एउटै नाच्नु छ दाजुभाइको घर हो क्या रोड चाहिँ यहाँ इन्ड हुनेवालामा रहेछ क्या अन्दाज सेम यो त तराई जस्तो लाग्ने तराईको घर यो घर हेर्नु तपाईहरुले यो अनौठो घर हो
कसरी सुत्छ होला हौ यहाँ माइजहरू मारी वन मेन आर्मी घर हो त्यो जग्गा ओ गाई हेर गाई बसिदाहरू जम्मै रहेछ यो घर Buffalo. सब बेच्नलाई बनायो हुन सक्छ है त गाइस साले भन्न सक्दैन त्यो डाँडाबाट राम्रो देख्छ जस्तो डाँडा भनेको जाने हो त डाँडातिर एकदमै भ्यू पोइन्टको तलासमा छ अहिले तलासको चोकमा क्लासिक टावर रिफ्रेसमेन्ट राइड हो है गाइज यो चाहिँ होइन बवाल दिनभरि स्ट्रेस हुन्छ कामले स्ट्रेस हुन्छ नि त अहिले चाहिँ रिफ्रेसमेन्ट राइडमा So beautiful girl. How are you doing? I think no. जाउँ ल गाइज टेकिङ रिक्स मामाले चिर हान्यो भने नि हानोस् चिर हाने पनि हानोस् हामी हिँडेको चिल मामा कोही माथि पुग्नु पर्ने हो क्या यहाँ त रोड त यस्तो पो रहेछ घुमाएर मिल्ला त यहाँ त अलि स्पिडमा आउँछ थोरै तेर्सोमा जाउँ न ओडा मान्छे ट्राफिक छैन भनेपछि ट्राफिक होला ए हुनसक्छ है त गाडी हामी अहिले एकदमै रिक्स लिएर हिँड्नु भएको ट्राफिकले 1000 रुपियाँको चिट काटिदिने सम्भावना धेरै छ तर हामीलाई डर छैन तर हामीलाई डर छैन भोटेको छोरा भोटेको छोरा हो कहाँबाट नि चिट काटेपछि अँध्यारो पो हुन्छ मुख यो के हो यार स्टप ओ घुमाउनु पर्छ अब घुमाउनु पर्छ हाल्यो त्यसका राम्रो के हो हो क्या Wow, what a beautiful scene! Beautiful scene with beautiful girl. तपाईहरुले हेर्न सक्नुहुन्छ यहाँ तब हामी चाहिँ बिरी बिना हेलमेटले हिँड्ने हो नि त काठमाडौँ त आफ्नो मामाले देखेपछि त मामाजी नमस्कार भन्यो हिँड्ने खत्तम खत्तम हो तर यता ट्राफिक त हुँदैन क्या त्यही त भनेको यहाँ मतलब थोड़ा त्यो टाइपको छैन अगाडितिर होला रिक्स नहीं लेने का बाबू भैया बाबू रिक्स नहीं लेने का ना अगेन सी फर ब्यूटीफुल गर्ल आखिरको के हेर्नु पर्यो क्या गाडी छ उद्याउ फेरि भन्ने क्या त्यहाँ बिस्तारै गर् मैले अगेन सी फर ब्यूटीफुल गर्ल हैन त मलाई इङ्ग्लिस आउँदैन रहेछ आपा अब यस्तै हो स्कुल एरिया ड्राइभ स्लोली अगेन सी फर ब्यूटीफुल गर्ल राम्रो केटीहरू देख्छ हो यतातिर पो राम्रो केटीहरू देख्दो रहेछ यहाँ रेस्टुरेन्ट रहेछ त रेस्टुरेन्ट उयो के हो त लाग्दो
पोर्ट्स हो कि पोर्ट्स त्यो भने चाहिँ के हो त रहेछ जाने हो चल्दिउँ कान्छीलाई हाम्रो रेस्टुरेन्टमा लगेर हेरिदिउँ त्यहाँ त गेम रहेछ पुल रहेछ पुल पोस्ट देखेन पुल्स कसरी यल हुनु पर्यो नि टी छ त्यहाँ पुल गेम हो त्यो ए देखो वाउ प्लेन जुम गर्न जाउँ के भएको या गाइस प्लेनको भ्यू देखिरहेछ भाग्यो अब भाग्यो